Hey, morning guys. तपाईँहरू सन्चै हुनुहुन्छ र जिन्दगीको बेस्ट सेप र साइजमा हुनुहुन्छ। आई होप हैन। इट्स माई क्रिस अगेन। अनि मेरो युट्युबको अर्को ब्लगमा सबैलाई वेलकम हैन। वेलकम फ्रम द बटम द हार्ट हैन। वेलकम हैन। आज बिहान मन्दिर जाने भनेर निस्केको कि अनि कृष्ण मन्दिर जान लागेको वाटफोर्ड साइडको। अनि त्यहाँनिर भक्ति वेदान्त भन्ने मैले एउटा किताब पढाएको थिएँ कि जवानामा 2 वर्ष अगाडि पढाएको थिएँ यहाँ मैले। अनि त्यहीँबाट थाहा पाएको थिएँ मैले। अनि थाहा पाएर भक्ति वेदान्तजीले उ गर्नुभएको रहेछ, इस्टाब्लिस गर्नुभएको रहेछ। अनि त्यही भएर जान लागेको जो ठुलो छ आएको यार। कहाँ आयो के थाहा थियो यार, नेपालमा 1 वर्ष अगाडि होइन के थाहा थियो मलाई होइन। म यहाँनिर युकेमा आएर लन्डनमा आएर यस्तो जङ्गलमा होइन कुन बाटो म्यापले देखाएको छ हिँड्छु मन्दिर जानलाई होइन। लाइक एडभेन्चरस छ कि यार। मागेको यस्तो मजा आइरहेको थियो नि बिहान बाटोमा हिँड्नलाई। झन् बिहानै उठेँ आज होइन। अनि 4:45 बजीतिर उठेँ, नुहाएँ, अझ नुहाएर आएको म आज मन्दिर जान्छु भनेर। यसो नेपाली स्टाइलमा फलो गरिदिउँ भनेर, हाम्रो ट्रेडिसन कल्चर जे छ त्यसलाई फलो अप गरिदिउँ भनेर नुहाइयो बिहानै, नुहाएर फ्रेस भएर अनि त्यसपछि लुगा लगाएँ, कपडा लगाएर अनि बस चढ्न हिँडेको थिएँ। एकछिन बस ढिलो भइदियो। म त आतिर अब कतिखेर पुग्ने हो भनेर ढिलो हुन्छ भनेर होइन। 1 घन्टा अनि त्यहाँबाट आइयो। अनि यहाँसम्म आउँदाखेरि त्यहाँबाट झरेपछि ठ्याक्कै 1 घन्टाको बाटो देखाएको थियो कि। अनि बाटोमा यस्तो होइन घरको पछाडिबाट यो बाटो मलाई त डर लागिरहेको थियो सुरुमा होइन। झाडी थियो यार पुरै, यत्रो न्यारो कि मान्छे मात्रै पस्ने होइन। यतातिर पनि रोक्छ यतातिर पनि रोक्छ, पुरै त्यस्तोमा पसेको होइन। फेन्सिङ गराएको छ होइन। अनि हाम्रो नेपालमा हुन्छ नि, यो त हुन्छ त यार हाम्रो नेपालमा नि, के भन्छ यसलाई चाहिँ नेपालमा हुने छ होइन। अनि पानी परिरहेको छ, मौसम नि चङ्गा छ, चिल्ली टाइपमा छ, एक्लै छ जिन्दगी। के थाहा थियो यार नेपालबाट यहाँ लन्डन आएर यस्तो जङ्गलमा हिँडिन्छ भनेर। गड नोज बेब। सो आज मन्दिरमा पुगेको चाहिँ एक्सपिरियन्स कस्तो रहन्छ म भनिहाल्छु तपाईँहरूलाई। अनि स्कुल पनि बिदा भइहाल्यो 2 हप्तालाई। जुन 5 सम्म स्कुल बिदा छ। स्कुलले खासै सिफ्ट त दिएन नि, त्यो 5-6वटा सिफ्ट दिएको थियो। अब यो महिनाको खर्च टर्छ त्यसले। सो आतिनु पर्दैन अब हेरौँ होइन। बाई गड ग्रेस होइन। अब गडले फेभर गरिदियो भने अझै नि राम्रै हुन्छ कि भनेर हेरौँ होप्सो होइन। म म्याप चाहिँ हेर्छु होइन। सो सी यु गाइज होइन। म मन्दिरको भिडियो देखाइहाल्छु तपाईँहरूलाई। म्याप हेर्छु कि कहाँ जाने मलाई पनि थाहा छैन। बेयर विथ मी गाइज। यार अब यस्तो बाटोबाट यहाँनिर घोडेर खोल्ने अनि हाइवे आइयो। हाइवे पनि कहाँ जस्तो भन्छ, गाउँ टाइपमा जस्तो भन्छ है मलाई त पुरै। गाडी आयो। अब म्यापले चाहिँ सिधा डिरेक्सन देखाएको छ कि बाटो देखाएको थियो, बाटो जाने हो हामी। लेट्स गो गाइज। मजा आइरहेको छ यार। लाइफ प्रिटी होइन, बोरिङ थियो होइन वहाँनिर हुँदाखेरि। अब सुरुमा आइयो अनि त्यसपछि जब खोज्ने, पैसा सिद्धो जब खोज्ने, यताउता के गरियो। अनि जब खोज्दा कहाँ गइएन, डोर टु डोर पनि जब खोज्यो। पछि एजेन्सीले एजुकेसनमा स्कुलमै पाइयो, जस कहिले काहीँ दिन्छन्, ठिकै छ अहिलेसम्म। अब आज चाहिँ एडभेन्चरसै लाग्यो, एक्लै भयो नि। जस जिन्दगी चङ्गा छ। के थाहा थियो यार म नेपालबाट काठमाडौँबाट आएर यहाँनिर यति टाढा लाइक माइल्स भनौँ न 1000 माइल्स कति यार अराउन्ड यो त 3000 किलोमिटर जति त होला यार एसियाबाट यहाँनिर होइन। 3000 किलोमिटर टाढा आएर यहाँनिर यस्तो जङ्गलमा झाडीमा हिँडेर बसिरहेको छु। सो लाइफ प्रिटी अमेजिङ। अब बाटो फेरि कहाँ आइयो म्याप हेर्नुपर्छ। कस्तो यार यो हाम्रो ठ्याक्कै कता म घर जान्थेँ नि सिन्जुलीको बाटो त्यस्तै बाटो छ कि पनि होइन। ठ्याक्कै उकालो ओह्रालो होइन, रुखहरू भएको जस रुखहरू चाहिँ छन् क्या यहाँनिर। अलिकति मान्छेलाई अलिकति के भन्छ त्यसलाई यार जस यहाँनिर रुखहरू छन् होइन। त्यो हिसाबले यहाँनिर ठिक छ कि यहाँनिर एटमोस्फियर पनि राम्रो छ, क्लाइमेट पनि ठिकै हुन्छ, चिसै हुन्छ। अनि प्लस अक्सिजन पनि यहाँको राम्रै हुन्छ कि। काठमाडौँको याद आयो। अनि यसरी काठमाडौँमा आउँदाखेरि शनिबार यसो बिदाको दिन घुम्न गइन्थ्यो म र सबिन भा लभ भाइ यार मागेको छु। अनि यसो ब्रदर यार गइन्थ्यो एउटा 2टा। उहाँ हामी कता गइन्थ्यो यार। सबिन भा याद छ नै यार। फेरि भेटेर फेरि जाने हो यार। गतलाङ जानु पर्ला, फेरि सोङदाङ जानुपर्छ। अनि हामी वहाँनिर एकचोटि वहाँ गएको थियौँ कि ट्र्याक्टर भन्ने ठाउँ गएको थियौँ कि सोलुखम्बुको। कसम बाटो यार बाटो त्यो सोलिङ गरा पिच होइन, बाइक हिँडेको छ होइन, पुरै उफारा छ। हाम्रो भाइहरू यार
यस्तो लाइक बिजोक के चाहिँ फेरि हामी यही सिधै बाटो जान्छौँ हामी सिधा कन्टिन्यू गर्छौँ यताबाट जङ्गल छ ठ्याक्कै इलामको बाटो छ नि इलाम जाने बेलामा यस्तै बाटो छ वहाँबाट ठ्याक्कै इटरीबाट इलामतिर जाने बाटो यस्तै बाटो छ कि जङ्गल टाइपमा बाटो पनि त्यस्तै छ तर छेउछेउमा चिया बगानहरू हुन्छ त्यो चाहिँ हो यहाँनिर चाहिँ छैन यहाँनिर बाटो चाहिँ राम्रो छ यहाँ म्याकडोनल्ड्स रहेछ अब अझै आधी घन्टा हिँड्नुपर्ने छ आधी घन्टा हिँडेर त्यहाँनिर पुग्छ बे विथ मी गाइज टुरिस्ट छैन यहाँनिर आएको छ यस्तो मजा आएको छ मलाई यार लाइक वाइल्ड मजा आइरहेको कि ठ्याक्क मलाई सबैमा त्यो ड्यु डेट मुभी हेरेको थियो नि हाम्रो यार त्यस्तै सिन के बा त्यस्तै के त्यो रबर्ट डाउनीको छ नि एउटा त्यो के रबर्ट डाउनी भने त्यो उसको के जुनियर के नाम हो यार यसको आयरन म्यानको के नाम हो यार मैले भुलेछु यार नाम यार त्यस्तै छ यार माको सब त्यो सिन मुभी सुट गरेर हुन्छ नि ड्यु डेटमा त्यस्तै सिन छ यार अनि गीत बज्छ नि केटाहरूलाई एक्सिडेन्ट गर्छन् भा कफी भन्छ ड्याडीको कफी खाइदिन्छन् केटाहरूले खतरा मुभी छ यार त्यस्तै फिल भयो पानी पर्न रहेछ बिहानदेखि त्यो लाइक होइन थिङ्स आर लाइक होइन के भन्ने हो अमेजिङ के अर्कै लेभलमा छ कि यो हाम्रो नेपालमा यो लाइन हुँदैन त्यहाँनिर ट्रान्समिसन गर्थ्यो नि त्यो त्यस्तै स्टेसन छ यार पनि ठुलो हो यार आवाज आएको कस्तो गुहाँ गरेर आवाज आएको छ यार यहाँबाट गाई चाँडै भागिहालौँ ठुलो हो यार नदेखेर कस्तो डर लाग्यो यार हेरेर डर लाग्नु थालेपछि मलाई भक्ति वेदान्त हामी आइयो त यार भक्ति वेदान्त म्यानर हरे कृष्ण टेम्पल लाइक वी आर क्लोज यार हामी त आइयो यार डर लाग्यो यहाँनिर यार कस्तो आवाज आएको छ चिर आवाज आएको छ यस्तो कस्तो होइन अर्कै आवाज आएको छ कि यहाँनिर यसमा हिँड्नु पनि डर लाग्यो रुखहरू चाहिँ जेस जङ्गलहरू चाहिँ धेरै छन् कि यहाँनिर नेपालकै याद आयो नेपालमै आयो जस्तो फिल भयो अब ठ्याक्कै यहाँबाट 5-7 मिनट देखाएको छ यहाँबाट अनि हामी मन्दिरमा पुग्छौँ कृष्णको मन्दिरमा त्यसलाई छ म अस्ति स्कुलमा भेटेको थिएँ कि एकजनालाई अनि उसैले मलाई भनेको थियो यहाँनिर मन्दिर छ अनि त्यसपछि मैले गुगलमा गएर हेरेको थिएँ कि अनि भक्ति वेदान्त चाहिँ मैले पढाएर रहेछु कि अनि त्यसपछि बल्ल मेरो दिमागमा हिँडानी आयो मैले त ओहो यसो किताबको देखेँ त मैले पढाएर रहेछु अनि त्यही भएर अब यसो अब एक्सपिरियन्स गरिदिउँ न कस्तो रहेछ भनेर अब आफ्नो ट्रेडिसनलाई यिनीहरूले कसरी फलोअप गरेर छन् त्यो पनि कुरा हेरिदिउँ भनेर अनि यहाँको कल्चर कस्तो रहेछ त्यो पनि एक्सपिरियन्स गरौँ भनेर आज बिहानै आइदिएको म इट्स भेरी अमेजिङ होइन तल कस्तो राम्रो भ्यू छ यार ठ्याक्कै तल छ त्यहाँनिर होइन त्यहाँ उतातिर ठ्याक्कै जङ्गल जस्तो कि त्यो हामी उहाँनिर घुम्न किर्तिपुरतिर घुम्न जाँदाखेरि किर्तिपुर होइन यार उतातिर किर्तिपुरतिर पनि छ बट उतातिर जाँदाखेरि कतातिर भन्दाखेरि कहाँ यार नगरकोट जाने बाटोमा यस्तो चोरहरू धेरै छन् यार बनेपातिर पनि होइन लाइक के भन्ने अब नेपालमा मजा थियो यार बाइक थियो थियो जहाँ जानु पऱ्यो गइन्थ्यो सो लाइफ वाज होइन अर्कै लेभलमा थियो नेपालमा पनि यहाँनिर आइयो आज त्यस्तै एक्सपिरियन्स भएको छ खुट्टामा खुट्टाले हिँडिएको छ थिङ्स आर लाइक होइन भजन सुनियो हरे कृष्ण हरे रामा भन्ने गीत सुनियो इन्डियन भजन अनि त्यो सुन्दै आयो अनि पछि हिँड्दाखेरि एउटा गीत सुनेको थिएँ कि मैले म्यारोन 5को आजभोलि गीत सुन्न लाग्छु कि मैले अनि सी विल बी लभड भन्ने कस्तो बवाल मजा आउँछ यार त्यो गीत सुन्दा यार अब जो 2-4 दिन त्यो गीत राम्रैसँग सुनिन्छ 24/7 सुनिन्छ अनि त्यसपछि त्यो गीत चाहिँ कि फेडा भइसकेपछि बल्ल अर्को गीतमा मुभ अन गरिन्छ अब लगभग हामी आइसक्यौँ हाम्रो डेस्टिनेसनमा यही हो सो यसको पनि लाइन लङ हिस्ट्री छ यार मैले हेरेको थिएँ होइन पछि एउटा मान्छेले जोस यो ल्यान्ड चाहिँ प्रभुपदाजीलाई दिया हुन्छ त्यसपछि के गरा हुन्छ भन्दाखेरि फेरि पछि त्यो मान्छेले दिइसकेपछि त्यहाँनिर लिगल के त्यहाँनिर हुन्छ कि अनि त्यो लिगल कुराहरूले सल्भ गरिसकेपछि अनि त्यहाँबाट बल्ल यहाँनिर ठुलो अलिकति अनि त्यसपछि पछि मान्छेले डोनेट गर्दै जान्छ ल्यान्ड त्यसरी चाहिँ यो भएको यसको हिस्ट्री चाहिँ यस्तो रहेछ कि यार सिनेरी मन्दिरमा आइयो फाइनली यहाँबाट अब एकैछिन लाग्छ अरे डकहरू रहेछन् डकहरू के भन्छ यार यसलाई यार खतरा रहेछ यार यहाँ अगाडि चाहिँ मन्दिर छ यो पुरै लोकेसनै बवाल बनाएर रहेछ अरे स्कल्पचरहरू होइन
त्यो सानो ब्रिज होइन सिमुलेसन त्यहाँनिर नाचेको यहाँनिर कृष्णजी होइन मुरली बजाउँदै हुनुहुन्छ लाइक इट्स ब्युटिफुल म्यान इट्स रियली असम मृग लायन होइन elephant and maybe he's one of his friend who is that I don't remember but his best friend named कस्तो अहिले आएन यार मुखमा आएन यार बा काठको ओए के उयस छ यार कसम चिल्ड्रेन्स यो प्ले एरिया रहेछ खेल्ने ठाउँ रहेछ यार यस्तो काठको बवाल बनाएर रहेछ यार ओए त्यो डेस्कमा पनि हरे कृष्ण भनेर लेखा रहेछ कृष्णजीको मूर्ति रहेछ त्यहाँनिर सेतो देखेको पोखरी रहेछ त्यहाँनिर स्वानहरू रहेछ त्यहाँनिर यार लाइक होइन माइन्ड ब्लोइङ के पिसफुल होइन अब हामी मन्दिर अप्रोच गर्दैछौँ मन्दिर यति कति नजिक छ अरे मलाई पनि थाहा छैन कहाँ के छ यार लाइक त्यो अघिको ठाउँमा आइयो ठुलो छ यार यहाँबाट मन्दिर कहाँ छ म उसलाई फोन गर्छु एकखेर कहाँ चाहिँ अनि त्यसपछि उसलाई भेटेर अनि त्यसपछि जानुपर्छ मलाई फोन गर्छु केही नबोलिकन यहाँनिर एक्सप्लोर गरौँ सवाद छैन यो चाहिँ मन्दिर हो रातो गुलाब यार कस्तो राम्रो नेपालमा पनि यस्तै त हुन्छ नि कस्तो डेन्स फरेस्टमा जस्तो हुन्छ कि रेन फरेस्ट हुन्छ नि हाम्रो एसियातिर भएको लामखुट्टे सामखुट्टे भएको भए त भुस्न लाएर त एकछिन बस्नै हुन्थेन नि यार आएको छु यतातिर त्यस्तो छैन यार भुस्ना छैन लामखुट्टे छैन जस बवाल छ म यहाँनिर मन्दिरबाट बाहिर निस्केँ त्यहाँनिर बसेँ लगभग 4 घन्टा गइसक्यो 8 बजीतिर आएको थिएँ 1 बज्न लागिसक्यो जो सुन्नलाई अनि यहाँनिर साथीहरू बनायो 2-4वटा एकजना साइरस भन्ने साथी बनायो नेपालको एकजना भेट्नुभएको थियो उहाँको नाम चाहिँ विवेक हो अनि कीर्तिपुरतिर घर रहेछ उहाँको अनि भेटियो कुरो गऱ्यो जस उहाँ चाहिँ सेलिब्रेसीमा भर्खर लकडाउन पछि 2018 पछि चाहिँ लाउनु भएको रहेछ यसमा अनि सबै एक्सपिरियन्स भने पछि यहीँनिर जन्मेको हुर्केको अनि त्यसपछि के भयो सबै कुरा भनेको थियो अनि कसरी यो फिल्डमा आइपुग्यो भन्ने कुरा पनि भने सो इट वाज अमेजिङ होइन उहाँको कुरा सुनेर अनि एकजना अझै भेटेको थियो ओस्कन भन्ने उहाँ यहीँको हो सो उसैले मलाई यहाँनिर लिएर आएको हो कि आज खासमा अस्ति नै स्कुलमा भेटेको थियो अनि कुरा भनेको थियो मलाई यहाँनिर यस्तो छ भनेर अनि त्यहाँबाट फ्यासिनेट भएर म चाहिँ आज आएको थिएँ आज आएको यहाँनिर छ रमाइलो लाग्यो खुसी लाग्यो अनि प्रभुपदाजी चाहिँ यहीँनिर बसेको बेड आसन गरेको अनि त्यसपछि हरे राम हरे कृष्ण कृष्ण हरे हरे भनेको सबै यहाँनिर त्यो च्यान्ट गरेर बजाएर त्यो कोठामा छोड्दै रहेछ किन उहाँको
वासरुम, त्यसपछि वहाँनिर भक्ति गर्ने ठाउँ, मेडिटेट गर्ने ठाउँ सबै कोठाहरू छुट्टा छुट्टै रहेछ, सबै त्यहाँनिर हेऱ्यो। अनि खाजा पनि खुवाएँ, जस खाजा खुवाएको पनि मिठो थियो यार, खाजा पनि मिठो थियो होइन। हलुवा चाहिँ स्पेसली मिठो लाग्थ्यो मलाई होइन, पुरी दिएको थियो, भात दिएको थियो, अनि तरकारी पनि मिठो थियो यार लाइक। अनि एकजनाले त मलाई गुजराती हो भाइ, इन्डिया से हो तुम, लाग्दा तुम त इन्डिया से हो भन्थ्यो मलाई यार खाना लिएको देखेर होइन। मैले यहाँनिर फोटो राखिदिएको छ। सो इट वाज लाइक अब आजको ओभरअल एक्सपिरियन्स बेस्ट होइन, अर्कै लेभलमा फिल गरिरहेको छ। सोल पनि लाइक अर्कै निर्वाणामा पुगे जस्तो भएको छ। सो आई विस होइन लाइक अब सबैको त्यही हो। अनि उसले चाहिँ मेरो फ्युचर प्रिडिक्ट गरिदिएको थियो कि जसले मान्छे पढ्ने रहेछ कि, अनि मैले त्यसलाई भनेँ होइन, अनि मेरो हेर्दै भनेको हेरिदिनु भनेको। अनि मेरो हेर्दै चाहिँ के भन्थ्यो भन्दाखेरि लाइक सबै कुरा ठिक छ, हार्टले फलो गर्ने मान्छे हो, हार्ट ड्रिभन मान्छे हो, सबै कुरा हार्टले हुन्छ होइन, हार्ट ओरिएन्टेड मान्छे हो भन्थ्यो। अनि जिन्दगीमा ट्रबलहरू आउँछ त्यसले गर्दाखेरि, बट इभेन्चुअली होइन मेरो पाथ चाहिँ मैले फाइन्ड गर्छु। अहिले चाहिँ जिन्दगी मैले बिजनेस पढ्न आएको, बिजनेस पढ्नेको त्यो चाहिँ खासै काम लाग्दैन, बट अर्को लेभलमा कम्युनिटीको सर्भिसमा चाहिँ काम लाग्छ भनेर भनिरहेको थियो। लाइफ चाहिँ सर्कलमा चल्छ अरे भन्दै थियो मलाई, अहिले सर्कलमै हुन्छ भन्थ्यो। अब सर्कलमा भनेपछि सायद जिन्दगीले फ्लिप अर्कै मोड लिन्छ, के हो थाहा छैन, बट लेट्स होप बेटर हुन्छ जिन्दगी होइन। अब हार्ट ड्रिभन भनेपछि अब गर्नु पऱ्यो नि यार, जे मनले भन्छ, दिलले जे भन्छ त्यो त गर्नु पऱ्यो नि यार। आफ्नो खुसी कहाँ छ त्यसैमा त हो नि, टु बी अनेस्ट होइन। मलाई पनि हो फिल हुन्छ कहिलेकाहीँ, सबिन भाइले नि भन्थ्यो कहिले अरूको सुन्नुहुँदैन, जहिले आफ्नै सुनेर बस्ने, कहिले यस्तो प्रब्लममा फस्नुहुन्छ भन्थ्यो मलाई भाइले। आज यो मान्छेले नि यस्तो भन्दाखेरि जस्ट रियलाइज भयो हो रहेछ क्या हो जस्तो लाग्यो। हुनुहोस् होइन, लडेर अरूसँग लडेर या के गरेर के पाइन्छ यार जिन्दगीमा। सो गिभ अप एभ्रिथिङ, त्यही हो बेस्ट थिङ लडेको भन्ने चाहिँ सिकेको जिन्दगीमा भने। बा यो सनको त एउटा खुट्टै रहन्छ त यार, ताकि एउटा ओरिजिनली एउटा खुट्टामा रहेछ यार स्ट्यान्डिङ। ओए नाइस टु मिट यु बाडे, सिया। अरू सब त्यस्तै हो। सो यतिमै राखौँ आजको भिडियो। सो अरू कुरा अरू भिडियोमा गरौँ ल। सो सी यु गाइज अर्को ब्लगमा। टिल देन बाई बाई, टेक केयर। यसमै क्रिस अगेन साइनिङ अफ।